गाइज नमस्ते एन्ड सबैजनालाई राम राम एन्ड नमस्ते। आज चाहिँ हाम्रो गाउँ काट्दैछन्। म चाहिँ दिनको 12 बजे चाहिँ खेतमा छु। यता चाहिँ गाउँ काटिरहेछन् हामीहरू। उता चाहिँ चेम्फा लागेछ, यता गाउँ छ अनि यतातिर जङ्गल छ। यतातिर चेम्फाले चाहिँ यति काटिसकेछ, यति चाहिँ काटिसकेछ। बाँकीहरू चाहिँ उतातिर काटिरहेछ। म चाहिँ यता बेच्छु। के भन्छन् कि अब मुठा बान्नु पर्ने हो। अनि यहाँ चाहिँ चेम्फा काट्दाखेरि त्यसको अगाडिबाट गहुँ हटाउनु पर्छ। त्यही भएर हामीहरू चाहिँ सबैजना घरकै 3टै जना यहीँ छौँ। अरू बाँकी चाहिँ म एकछिनमा देख्न खोज्छु ल। यतातिर चाहिँ यस्तो छ, उतातिर चाहिँ हाम्रो आन्टीहरूको काट्न बाँकी छ, यतातिर चाहिँ हाम्रै छ। र हाम्रो नेक्स्ट यसको जस्ट पारी हाम्रो एउटा खेत अझ छ। अनि यता सकेपछि उतातिर चाहिँ हाम्रो घरकै पछाडि छ। र नाइस भ्यू आउँदैछ। र यो चाहिँ हाम्रो यतातिर जङ्गल छ, एकदम राम्रो वातावरण छ। उता चाहिँ मम्मी बुवा तिनीहरू छन्, एकदम मेहनती मेरो मम्मी बुवा छन्। यतातिर चाहिँ कस्तो राम्रो भ्यू छ के गाइस, एकदम राम्रो भ्यू छ। उतातिर चाहिँ हाम्रो नेक्स्ट के छ, यो खेतको पारी चाहिँ फेरि अर्को खेत छ। यो चाहिँ हाम्रो गाउँ हो, यतातिर चाहिँ हाम्रो गाउँ हो, यो हाम्रो गाउँ हो। मेरो भाइ छ, चेम्फा लिएर आउँदैछ काट्नलाई। गाउँ चाहिँ यसरी काट्ने रहेछ। यहाँ चाहिँ भाइ काटिरहेछ गाउँ। अब यस्तो भइसक्यो, यति धेरै भइसक्यो, धेरै खेतीपाती भइसक्यो। घरमा मान्छे थोरै भएर सबै आजभोलि मेसिनले नै काट्ने गर्छन्। सो त्यही भएर अलिक छिटो भइहाल्छ। सायद न्यु इयरसम्म सकिन पनि लाग्छ हामीहरूको गाउँ काट्न, किनकि आज 2-3 दिनमा सकिन्छ। फेरि थ्रेसर लगाइन्छ, थ्रेसर लगाएर त्यसपछि त्यहाँ पनि 1-2 दिन भुसा राख्नमा गइजान्छ र त्यसपछि सकिन्छ। सो यति नै छ, थ्याङ्क यू। बाँकी म अर्को नेक्स्ट भिडियोमा हजुरहरूसँग नेक्स्ट भिडियोमा जोडिन्छु। सो थ्याङ्क यू, बाई बाई। सकियो, सबै सकियो हाम्रो।